छ। यदि तपाईले हरेक महिना केवल 1000 रुपैयाँ बचत गरेर लगानी गर्नुभयो भने भविष्यमा त्यो रकम लाखौं वा करोडौंसम्म पुग्न सक्छ। धेरै धनी मानिसहरूले प्रयोग गर्ने यो साधारण तर शक्तिशाली रहस्यलाई भनिन्छ पावर अफ कम्पाउन्डिङ। आजको भिडियोमा हामी बुझ्नेछौँ कि कम्पाउन्डिङ वास्तवमा के हो, यसले कसरी काम गर्छ र किन छिटो लगानी सुरु गर्नु सबैभन्दा महत्त्वपूर्ण हुन्छ। नमस्कार साथीहरू, स्वागत छ तपाईहरू सबैलाई। यदि तपाईँ भविष्यमा आर्थिक रूपमा सुरक्षित र स्वतन्त्र बन्न चाहनुहुन्छ भने आजको भिडियो तपाईँका लागि निकै महत्त्वपूर्ण हुन सक्छ। किनभने आज हामी कुरा गर्दैछौँ एउटा यस्तो सिद्धान्तको बारेमा जसले सानो रकमलाई पनि समयसँगै ठूलो सम्पत्तिमा बदल्न सक्छ। सबैभन्दा पहिले बुझौँ, कम्पाउन्डिङ भनेको के हो। सरल भाषामा भन्नुपर्दा कम्पाउन्डिङ भनेको ब्याजमाथि पनि ब्याज कमाउनु हो। उदाहरणका लागि, मानौ तपाईले 10,000 रुपैयाँ लगानी गर्नुभयो र त्यसमा 10% वार्षिक रिटर्न पाइन्छ। पहिलो वर्षपछि तपाईको पैसा हुनेछ 10,000 प्लस 10% बराबर 11,000 रुपैयाँ। अब दोस्रो वर्षमा ब्याज 10,000 मा मात्र होइन 11,000 मा लाग्छ। त्यसैले दोस्रो वर्षपछि रकम हुनेछ लगभग 12,100 रुपैयाँ। यसरी प्रत्येक वर्ष तपाईको पैसा आफै बढ्दै जान्छ। अब एउटा सानो कथा कल्पना गरौँ। दुईजना साथी छन्, राम र श्याम। रामले 25 वर्षको उमेरमा हरेक महिना 2,000 रुपैयाँ लगानी गर्न सुरु गर्छ। श्यामले भने पछि गरौँला भनेर 35 वर्षमा मात्र सुरु गर्छ। दुवैले समान रकम लगानी गर्छन्, तर 60 वर्ष पुग्दा के हुन्छ? रामको पैसा धेरै हुन्छ, किनकि उसको पैसाले धेरै वर्षसम्म कम्पाउन्डिङको फाइदा पाएको हुन्छ। यसले हामीलाई एउटा ठूलो पाठ सिकाउँछ। लगानीको दुनियाँमा समय सबैभन्दा ठूलो शक्ति हो। धेरै मानिसहरू भन्छन्, मसँग अहिले धेरै पैसा छैन, पछि लगानी गर्छु। तर सत्य के हो भने सानो रकम प्लस धेरै समय बराबर ठूलो सम्पत्ति। यदि तपाईले सानो रकम पनि नियमित रूपमा लगानी गर्नुभयो भने समयसँगै त्यो रकम निकै ठूलो हुन सक्छ। कम्पाउन्डिङ भनेको हिउँको गोलो जस्तै हो। सुरुमा सानो हुन्छ, तर समयसँगै झन् ठूलो हुँदै जान्छ। त्यसैले याद राख्नुहोस्, सबैभन्दा ठूलो गल्ती भनेको लगानी सुरु नगर्नु हो। धेरै पैसा पर्खिनु पर्दैन, सानो रकमबाट पनि सुरु गर्न सकिन्छ। आजबाट बचत गर्ने बानी बसाल्नुहोस्, नियमित लगानी गर्नुहोस् र समयलाई तपाईको पक्षमा काम गर्न दिनुहोस्। किनभने अन्त्यमा पावर अफ कम्पाउन्डिङले नै तपाईको आर्थिक भविष्य बदल्न सक्छ। यदि तपाईलाई यस्तो फाइनान्स, इन्भेस्टिङ र फाइनान्शियल फ्रिडम सम्बन्धी भिडियोहरू मनपर्छ भने यो भिडियो लाइक गर्नुहोस्, आफ्ना साथीहरूसँग शेयर गर्नुहोस् र यस्तै जानकारीमूलक भिडियोका लागि च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोस्। धन्यवाद। फेरि अर्को भिडियोमा भेटौँला।